ल आज चाहिँ मैले यो कालो बेसार खन्दै गरेको। त्यही भएर अनि अब जताततै खनेर हिँड्नुपर्ने हुन्छ यतातिर पुरै। यो खुर्सानीको भित्र लगाएको कालो बेसार हो। यो भेराइटी 1 नम्बरवाला हो। निलो चाहिँ देखिया छ हैन, भनेपछि यो चाहिँ लगभग 70-75% चाहिँ म्याचुर भइसकेको छ। हेर्न सक्नुहुन्छ पुरै निलो चाहिँ हुन लागेको छ। छेउछेउमा अलिअलि बाँकी छ र अझै पनि यसको चाहिँ समय भने चाहिँ अब 1.5 देखि 2 महिना छ। तर अहिले चाहिँ अब खन्न पर्ने हुन्छ, किनकि अब अहिले खन्यो भने सजिलो हुन्छ। यो पातहरू सँगसँगै ल्याउनु खन्न पाइन्छ। अनि यो पात देखेपछि चाहिँ त्यही अब यो बेसारको हो भन्ने थाहा हुन्छ नि त। फेरि यो पात हराएपछि चाहिँ अनि थाहै हुन्न। जस्तै यो पात हराएपछि कता हो फल अब भेट्टाउन गाह्रो हुन्छ। फल त अब आफूले त चिन्न सक्छु कुन चाहिँ 1 नम्बर 2 नम्बर भनेर। तैपनि मैले छुट्टै रोपेको छु यसलाई, त्यही मिसकट हुन्छ भनेर छुट्टै रोपेको छु। तैपनि यो चाहिँ अहिले अब यो बोट हुँदा नै खन्यो भने हामीलाई सजिलो हुन्छ। त्यही भएर मैले यसो विचार गर्नको लागि चाहिँ मैले खनेको। राम्रो भए रहेछ। यो फल चाहिँ किन सानो भयो भन्नु होला सायद हजुरको मनमा। र यो चाहिँ भेराइटी 1 नम्बरमा पर्न जान्छ। त्यही भएर यो चाहिँ 1 वर्षमै खनेको भएर अलिकति राम्रो नफस्ताएको भएर बोट पनि फस्ताउनु पर्यो नि त। त्यही भएर अलि यो एउटैमा हो लगभग छ अलिकति। र यो चाहिँ डल्लो देख्न सक्नुहुन्छ। यो कालो बेसारको अनि पहेँलो बेसारको जुनसुकै बेसारमा हुन्छ यो यस्तो खाले चाहिँ डल्लो। यो पानी अमला टाइपको हुन्छ। यो चाहिँ कालो बेसार होइन है। यो चाहिँ काटेर फाल्ने हो। काटेर फालेर यो पातहरू सबै फालेर चाहिँ हजुरलाई यो टुक्रा पारेर मैले पठाउने हो बिउको लागि। र यदि अब युजमा ल्याउने हो भने चाहिँ जरा पनि काटेर चाहिँ फाल्ने गरिन्छ। र अब बिउको लागि हो भने चाहिँ यो जरा काट्न हुन्न। जरा काट्यो भने चाहिँ धेरै जस्तो यो सुक्ने सम्भावना बढी हुन्छ। त्यही भएर जरा काट्न हुँदैन यसको। जरा सँगसँगै रोप्यो भने राम्रो हुन्छ भन्न चाहन्छु। र भर्खरै भाँचेको यहाँ देख्न सक्नुहुन्छ। पुरै निलो देख्न थालेको छ। फटाफट चाहिँ अब यो अर्डरहरू चाहिँ सेल्टाउनु पर्ने हुन्छ, किनकि अब माग चाहिँ एकदमै छ। यो 1 नम्बरको भेराइटी चाहिँ अब पुर्याउन गाह्रो हुन सक्छ। त्यही भएर सिरियल नम्बरदेखि नै चाहिँ अब अर्डरहरू सेल्टाउने हुन्छु। र यो कालो बेसार चाहिँ बुकिङ गर्नको लागि चाहिँ हजुरहरूले मेरो यो भिडियो मार्फत चाहिँ अब मेरो सेवा नम्बर चाहिँ अब यही नम्बर हुन्छ। त्यहाँ चाहिँ अब अनलाइन पे गरिसके पछाडि बल्ल हजुरहरूले चाहिँ यो सामान पाउनुहुन्छ। 3 दिनभित्रमा चाहिँ काठमाडौँसम्म डेलिभरी हुन्छ है।